तर तपाईँको वचनमा मन लगाउँछु म, मेरो लागि यही नै सही छ। ल पढ्न लाउँछु ल तिमीलाई। मत्ती 28:18, 19 अनि 20 लाई पढौँ अनि हाम्रो बाइबलले गफ सुरु गरौँ। ओके हुन्छ। ल म तपाईँहरूलाई मत्ती 28:18 पढेँ। ल तब येशूले तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। आमेन। यसलाई चाहिँ यो जति पनि यो 3वटा पद छ नि, यसलाई चाहिँ धेरैजनाले मिसअन्डरस्टुड गरेर अथवा हाम्रो नेपाली बाइबलमै त्यसलाई चाहिँ महान आज्ञा भनेर यसलाई भन्ने गर्छ होइन त? हजुर। ग्रेट कमान्डमेन्ट भन्नेको चाहिँ मर्कुस 12:30 छ। तैँले तेरो परमेश्वरलाई तेरो सारा हृदय सम्मत शक्तिले प्रेम गर बलले, होइन? अनि यो चाहिँ ग्रेट कमिसन भन्छ अङ्ग्रेजीमा, नेपालीमा चाहिँ महान आयोग भन्छ यसलाई। अनि तपाईँहरूलाई के लाग्छ यो आज्ञा र आयोगमा के फरक छ होला? आज्ञा र आयोगमा त अलिकति फरकै छ, निकै फरक छ होइन। आयोग यहाँनिर चाहिँ यसकारण जाओ भनेको छ नि त, सो जाओ। तर अब सबैजनालाई भने जस्तो सुनिन्छ यहाँनिर चाहिँ होइन, अथवा भनौँ यो चाहिँ अब सबैजनाले गर्नु पर्यो। तर आज्ञा भने तैँले तेरो भनेर चाहिँ तैँले तेरो इन्डिभिजुअल होइन, पर्सनल्ली एउटा मान्छेलाई कोट आउट गरेर गरेको छ। त्यो भएको कारणले गर्दाखेरि आज्ञा चाहिँ हामी प्रत्येक आफैले गर्नुपर्ने कुरा हो। त्यो चाहिँ होइन, त्यो चाहिँ पर्सनल कुरा हो। यो चाहिँ अब आयोग होइन, आयोग भनेको चाहिँ सबै देशका जातिहरूलाई त्यसै पनि एक्लै त गर्न सकिँदैन। सो यो चाहिँ मेबी सबैजना, मेबी भन्दा नि सबैजनाले गर्नुपर्ने कुरा, यो चाहिँ एउटा मासको कुरा हो भन्ने जस्तो लाग्छ मलाई चाहिँ। अनि वाट अबाउट यु, तिमीलाई के लाग्छ यसमा, केही थप्नु चाहन्छौ? होइन, त्यस्तै हो। त्यस्तै नै हो। हजुर। यहाँ ल उसले भनेको जोडेँ मैले सजिलो भाषामा। महान आज्ञा अघि मैले भनिहालेँ 12:30 मर्कुसमा छ होइन। सबैलाई थाहा छ हामीलाई, तैँले तेरो परमेश्वरलाई तेरो सारा हृदयसम्म शक्ति बलले प्रेम गर भने होइन। त्यो चाहिँ पर्सनलाइज गर्ने कुरा हो, व्यक्तिकरण गर्ने कुरा हो है। अनि अहिले हामीले हेर्दै गरेको चाहिँ मत्ती 28:18, 19, 20 त्यसलाई चाहिँ अङ्ग्रेजीमा ग्रेट कमिसन, नेपालीमा महान आयोग। अनि यो चाहिँ के भनेको छ भन्दाखेरि स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिए, यसै कारणले गर्दाखेरि अब जाऊ होइन। अनि यहाँ यो शब्दहरूलाई हेर्दै जाँदाखेरि यो चाहिँ एकजना मात्र व्यक्तिलाई नभनेर थुप्रै उहाँलाई पछ्याउँदै गरेका व्यक्तिहरूलाई भन्नुभएको कुरा हो। अनि यो चाहिँ पब्लिकलाइज गर्ने कुरा हो। पर्सनलाइज चाहिँ ग्रेट कमान्डमेन्ट व्यक्तिकरण, महान आज्ञा, महान आयोगलाई चाहिँ पब्लिकलाइज। अब जानु पर्यो। पब्लिक भनेको के भन्छ नेपालीमा? पब्लिकको माझमा सार्वजनिक रूपमा होइन, सार्वजनिक रूपमा अब सबैलाई थाहा हुने गरी जानु पर्यो। अनि विदाउट पर्सनलाइजिङ द ग्रेट कमान्डमेन्ट वी क्यानट पब्लिकलाइज ग्रेट कमिसन। महान आज्ञालाई नै आफ्नो बनाएन भने महान आयोग त हामीले गर्न सक्दैनौँ है। सो यहाँबाट यसको बारेमा, आज्ञा र आयोगको बारेमा चर्चा गर्नुभन्दा पनि मुख्यतया आज हामी चेला बनाऊ भन्ने कुराहरूमा रहेरै बात मारौँ न होइन, बाइबलबाट है। येशू ख्रिस्टले पनि चेलै बनाउनु भयो, उहाँले 12 जना चेला बनाउनु भयो। अनि चेला बनाउँदै गर्दाखेरि चाहिँ गजबको कुराहरू हामी त्यहाँनिर देख्छौँ होइन। एउटा मलाई येशू ख्रिस्टले चेला बनाउँदै गर्दा होइन, तपाईँहरूलाई केही इन्ट्रेस्टिङ चाख लागेको त्यो हुन्छ नि, ओहो कस्तो अचम्म भन्ने खालको केही लागेको छ? 3-3.5 वर्ष बस्नुभयो होइन, केही लागेको छ त्यस्तो? मलाई अचम्म लागेको कुरा चाहिँ अब येशू ख्रिस्टले अचम्म कस्तो कुन कुरामा चाहिँ अलिकति उयो लागेको भने, जस्तै येशू ख्रिस्टले जस्तै त्यो मछुवाराहरूलाई मेरो पछि लाग भन्दै गर्दाखेरि चाहिँ त्यो उनीहरूले इन्स्ट्यान्ट आफूलाई
आफ्नो सबै कुरालाई छोडेर गएको कुरा चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ, मलाई चाहिँ चाख लागेको कुरा चाहिँ त्यो हो क्या। अनि पास्टर बी तपाईँलाई केही त्यस्तो छ चाख लागेको? मलाई चाख लागेको कुरा म छोरा जस्तै मतिलाई पनि बोलाउँदाखेरि मतिले आफ्नो सबै कुरा छोडेर अचम्म तरिकाले पछाएको छ नि त। लगभग लगभग सेम छैन। एउटा मलाई चाहिँ चाख लागेको सबैको एउटै हुनुपर्छ भने छैन। येशूले 12 जनालाई नियुक्त गर्नुभयो चेला होइन? हजुर। तर यो 12 जनाले नि येशू ख्रिस्टलाई छोडेर गए गर्थे क्या। इभन उहाँ क्रुसमा चढ्ने बेला हुँदाखेरि पनि नि सबैजना भागेर गएको हो क्या। हामी भन्छौँ धोका दिएको चाहिँ यहुदा इस्करियोतीले, तर धोका दिएको 12 जनाले हो, छोडेर भागेको हो कि त्यो। अब त्यो प्रोफेटिक थियो हुनु त, अगमबाणीमय थियो। यहुदा इस्करियोती धोका दिनु पनि अगमबाणीमय थियो। त्यसलाई एक साइडमा राखेर हेर्दाखेरि चाहिँ 12 जनाले छोडेको हो नि त उहाँलाई है। एक्चुअली सबैजनालाई हेर्दाखेरि चाहिँ। अनि अर्को कुरा चाहिँ अचम्म लाग्दो चाहिँ भिडले चाहिँ फेरि मलाई पछ्याएको गर्थ्यो। भिडलाई चाहिँ मलाई छोडेर भाग गर्नुहुन्थ्यो कि फेरि होइन। 12 जनाले चाहिँ मलाई छोडेर भाग थियो, तिनीहरूलाई चाहिँ मलाई पछ्याए गर्नुहुन्थ्यो। भिडले मलाई पछ्याउँथ्यो, भिडलाई चाहिँ मलाई छोडेर गाए गर्नुहुन्थ्यो कि होइन। 5,000 जना आए होइन, तिनीहरूले देख्छ भन्ने घरि अर्को उताबाट गएको छ होइन, घरि के गरेको छ। अझ दृष्टान्तहरू पनि तपाईँको नबुझुन् भन्ने तरिकाले उहाँले भनिदिनु मात्रै भएको छ होइन। यो गजबको लाग्छ कि। अनि यो हेर्दै गर्दाखेरि चाहिँ मलाई के लाग्छ व्यक्तिगत स्तरमा भन्दाखेरि येशू ख्रिस्टले चाहिँ क्वान्टिटीलाई भन्दा पनि क्वालिटीलाई अलिक फोकस दिनुभएको हो कि भन्ने लाग्छ है मलाई चाहिँ होइन। त्यसलाई के भन्छ नेपालीमा, सङ्ख्या भन्दा पनि गुणस्तरतालाई उहाँले अलिकति प्राथमिकता दिनुभएको हो कि जस्तो लाग्छ। अनि यसको नतिजा पनि साँच्चीकै राम्रै निस्कियो होइन। 12 जनाबाट नै अहिले हामी भएको हो नि त, फलिँदै होइन। सो चेला बनाऊ भन्दै गर्दाखेरि चाहिँ गुणहरूलाई, चरित्रहरूलाई हामीले ध्यान दिनुपर्ने, विशेष ध्यान दिनुपर्ने कुराहरू हामी देख्छौँ, यहाँबाट सिक्न सक्छौँ होइन। येशूले भन्नुभएको छ चेला बनाऊ भनेर है। अनि तपाईँहरूलाई के लाग्छ, यो चाहिँ तपाईँहरूलाई पनि भन्दै गरेको हो कि होइन जस्तो लाग्छ? यो त हामीलाई पनि भनेको हो। यदि हामीले चेला बनाएनौँ भने त कसरी हुन्छ र? उहाँले दिनुभएको त्यो आयोगलाई हामी पुरा गर्न सक्छौँ नि त होइन। त्यो मेरो लागि पनि हो, मैले पनि कसैलाई ख्रिस्टको चेला बनाउनु जरुरी छ। हामीले केही न केही योजनाहरू छ भने होइन, केही काम पुरा गर्नु छ भने प्लानिङहरू हुन्छ नि हाम्रो होइन, यसो गर्छु भनेर। मलाई चाहिँ के लाग्छ भने याहवेको संसारभर सुसमाचार फैलाउने प्लानिङमा चाहिँ, योजनामा चाहिँ डिसाइपलसिप पर्छ। हजुर यो होइन, विदाउट डिसाइपलसिप त्यो संसारभर सुसमाचार सुनाउने कुरा चाहिँ असम्भव नै छ। त्यसै कारणले गर्दाखेरि येशू ख्रिस्टले पनि चेला बनाउनु सुरु गर्नुभयो आफैबाट, अनि 12 जना। सो हामी के लर्न गर्न सक्छौँ भने हामी आफैबाट स्टार्ट गर्न सक्छौँ कि है। त्यसै कारणले गर्दा मेरो भएको छैन यो त्यो कोही छैन भन्दा नि आफैबाट वी क्यान बिगिन विथ आवर सेल्फ। त्यस पछाडि हामी चेला बनाउँदै अगाडि जान सक्छौँ है। अनि बाइबलमा हेऱ्यो भने साल्भेसनलाई, हामीले उद्धारलाई, मुक्तिलाई हेऱ्यो भने बाइबलले व्याख्या फरक छ होइन। अब अरू रिलिजनमा हेऱ्यो भने फरक छ होइन। अरू रिलिजनमा चाहिँ हामीले साल्भेसन कमाउँछौँ भन्छ, कमाउने कुरा हो होइन। तर हामीले बाइबलमा हेऱ्यौँ भने, क्रिस्चियनिटीमा हेऱ्यौँ भने चाहिँ साल्भेसन चाहिँ फ्री गिफ्ट हो, सित्तैमा दिएको उपहार। किन सित्तैमा दियो? जति कमाए पनि कमाउनै सक्दैन कि होइन। जतिसुकै कमाओ, जतिसुकै राम्रो हो, इम्पोसिबल छ साल्भेसनलाई हात पार्नुको लागि। त्यसै कारणले गर्दाखेरि उहाँले सित्तैमा उपलब्ध गराउनु भयो। त्यसै कारणले गर्दा द्याट इज द ग्रेस अफ गड, द्याट इज द मर्सी अफ गड होइन। यो परमेश्वरको अनुग्रह हो, यो परमेश्वरको दया हो, जो चाहिँ हामी जस्तो व्यक्तिलाई उहाँले दिनुभयो। तर अब फेरि हेर्दै जाँदाखेरि चेला भन्ने शब्दमा फर्किँदै गर्दाखेरि त्यहाँनिर चाहिँ फेरि मूल्य चुकाउनु पर्ने कुराहरू छ चेलाको चाहिँ फेरि होइन। चेला सित्तैमा हुन पाइँदैन, सित्तैमा हुनु पाएन। जस्तो कि अब आफूले आफूलाई इन्कार गर भन्छ होइन। यदि कोही मेरो पछि आउने इच्छा गर्छ भने, मलाई पछ्याउने इच्छा गर्छ भने, पहिलो नम्बर त्यसले आफूलाई इन्कार गरोस्। विश्वास गर्ने इच्छा गर्छ भने भनेको छैन त्यहाँनिर, पछ्याउने इच्छा। अनि विश्वासीहरू चाहिँ विश्वास गर्छन्, चेलाहरू चाहिँ विश्वास गरेको कुरालाई अभ्यास गर्छन् होइन। बिलिभर र
विश्वासी र चेलामा चाहिँ फरक छ। भन्नुपर्दा हाम्रो विश्वासी जीवनमा हामी 3वटा स्तरबाट भएर जान्छौँ। पहिलो नम्बरमा उहाँलाई विश्वास गर्छौँ, विश्वासी हुन्छौँ। त्यस पछाडि हामी विशुद्ध आत्मिक दूतको तृष्णा गर्दै पहिलो पिटर च्याप्टर 2 को भर्स 2 लाई हेऱ्यो भने विशुद्ध आत्मिक दूतको तृष्णा गर्दै मुक्तिमा हामी वृद्धि हुँदै जान्छौँ। साल्भेसन भनेको ग्रो हुने कुरा हो, वृद्धि हुँदै जाने कुरा हो होइन। अनि वृद्धि हुँदै जाँदाखेरि हामी चेला हुन्छौँ। अनि चेला हुनु भनेको चाहिँ लाइफ लङ प्रोसेस हो। पृथ्वीभरि हामी चेलै भइरहेको हुन्छौँ होइन, सिकिराखेको हुन्छौँ, वृद्धि भइराखेको हुन्छौँ। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ हामीले मूल्य चुकाउनु पर्ने कुराहरू छ। यसुलाई पछ्याउनुको लागि मूल्य चुकाउनुपर्छ। यसुलाई हामीले विश्वास गरेर उद्धार पाउनुको निम्ति यसुले मूल्य चुकाइदिसक्नु भयो। जसरी यसुले क्रुस उठाउनु भयो हाम्रो उद्धारको लागि, त्यसरी चेला बन्नुको निम्ति हामीले आफ्नो क्रुस उठाउनुपर्छ। किन बाइबलले भन्छ नि त होइन, हामीले मत्तीको अध्याय 16 को 24 तिर हेऱ्यो भने त्यो कुरा पाउँछ होइन। डिनाई योरसेल्फ, आफूले आफूलाई इन्कार गर, आफ्नो क्रुसलाई उठाएर, जुन चाहिँ इजी छैन नि होइन। कस्तो लाग्छ डिनाई, आफूले आफूलाई डिनाई गर्नु कतिको गाह्रो हुन्छ जस्तो लाग्छ? यो त एकदम टफ छ नि होइन। आफूले आफूलाई इन्कार गर्नु, आफ्नो मान्छेले अब सबैभन्दा धेरै केयर गर्ने, माया गर्ने भनेको आफूले आफूलाई नै हो। आफूले आफूलाई इन्कार गर्नु, आफूले आफूलाई डिनाई गर्नु त एकदमै निकै नै स्ट्रगलिङै हुन्छ, गाह्रै हुन्छ, एकदमै गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। कुनै त्यस्तो त्यो इक्जाम्पलहरू छ अब लाइफमा नि? अब आफूले आफूलाई डिनाई गर्दै गरेको क्षणहरू हुन्छ नि कुनै बेला, अविस्मरणीय नै हुन्छ नि, साह्रै गाह्रो परेको हुन्छ। र पनि आई विल गो फर इट, आई विल डु फर द लर्ड, डिसाइपल हुनु लागि आई विल पे द प्राइज भन्ने कुराहरू हुन्छ नि त। लडाइँ आफूभित्रको छ त्यस्तो कुनै केही? त्यस्तो धेरै छ। 1-2वटा सुनौँ न है आशिष। हामी पनि सुनौँ न तपाईँ हामीलाई सुन्दै गरेको दाजुभाइ दिदी बहिनीहरूमा आशिषित हुन्छ। अब जस्तै म त अहिले मेरो घर छोडेर मिनिस्ट्रीको लागि, यहोवाको मिनिस्ट्रीको लागि निक्लेको छु। अनि धेरैचोटि अब परिस्थिति गाह्रो हुँदै गर्दा एउटा चाहना हुन्छ विदेश जा, पैसा कमा भन्ने होइन। अनि कतिचोटि त्यो आवाज आउँदै गर्दा जान पनि मन लाग्छ, तर फेरि पनि परमेश्वरको वचनलाई हेर्दै गर्दाखेरि अनि मलाई चाहिँ त्यो कुरामा बुस्ट दिने कुरा चाहिँ यर्मिया 29:11 मिठो कुरा दिन्छ है। मेरो निम्ति जुन योजना उहाँले बनाउनु भएको छ, अनि त्यो योजना चाहिँ हानिको निम्ति होइन, नोक्सानीको निम्ति होइन, तर भविष्य र आशा दिने भन्ने कुराहरू गरिएको छ नि। त्यो कुरालाई जब पढ्छु अनि आफैलाई बुस्ट गर्छु र आफैलाई इन्कार गर्नमा अलिकति सहज हुन्छ, सहायता पुग्छ है। यस्तो घटनाहरू छ। अनि गाह्रो हुन्छ, तर पनि त्यो पदलाई पढ्दै गर्दा फेरि अलिकति सहायता पुग्छ आफैलाई इन्कार गर्न। सो यो कुरा भन्दै गर्दाखेरि होइन, सुन्दै गर्दा सजिलो हुन्छ, गर्दै गर्दाखेरि गाह्रो परिस्थिति हुन्छ। यद्यपि यसुलाई पछ्याउनु भनेको साँघुरो बाटोमा हिँड्नु हो। साँघुरो बाटो इज नट इजी होइन, गाह्रो नै हुन्छ। अनि म के कुरा भन्नु मन पराउँछु भने डिसाइपलसिपको बारेमा कुरा गर्दै गर्दाखेरि चेला हुनु भनेकै मूल्य चुकाउनै पर्छ क्या। मूल्य नचुकाइकन चेलाको कल्पना नगर्दा हुन्छ। सो बाइबलबाट हामी 5वटा पोइन्ट ऱ्याडिकल डिसाइपल हुनुको लागि चुकाउनु पर्ने, मूल्य चुकाउनु पर्ने 5वटा बुदाहरू, कट्टर चेला हुँदै गर्दाखेरि हामीले चुकाउनु पर्ने मूल्यहरूको 5वटा बुदा म तपाईँहरूको माझमा बाँड्न चाहेँ है त। अघि मैले दिइहालेँ एउटा यो आफैलाई इन्कार गर्नु, मत्ती 16 को 24 त्यहाँ 2वटा छ। आफूले आफूलाई इन्कार गर अनि क्रुस बोकेर हिँड्नु, उहाँलाई पछ्याउनु होइन। अनि इन्कार नगरिकन पछ्याउनु सकिँदैन रहेछ। फर्स्ट अफ अल आई सुड ह्याभ टु डिनाई माइसेल्फ। भन्नुहोस् त, आई सुड ह्याभ टु, मैले आफूले आफूलाई इन्कार गर्नुपर्छ, मैले आफूले आफूलाई इन्कार गर्नुपर्छ होइन। इन्कार नगरी अर्कोले आएर होइन, अर्कोले आएर मलाई इन्कार गरेर मलाई रिस उठ्छ, मलाई चित्त दुख्छ, मलाई मन पर्दैन। र आफूले आफूलाई इन्कार गर्ने ठाउँमा पुग्नु भनेको त कस्तो भव्य कुरा हो है। अनि त्यो चाहिँ मलाई के लाग्छ भने विदाउट द हेल्प अफ होली स्पिरिट, पवित्र आत्माको सहायता बेगर हामी गर्नै सक्दैनौँ। जब हामी परमेश्वरको उपस्थितिमा भिज्दै जान्छौँ, होली स्पिरिटले हामीमा भएको सानो सानो कणहरू माथि त्यो के भन्छ पानीमा तैरिन्छ नि, त्यसरी तैरिन्छ अनि देखिन्छ। अनि देखेपछि ओहो, त्यस पछाडि हामीलाई डिनाई गर्ने सामर्थ्य पनि आउँछ। अर्कोले त्यही कुरा भनिदियो भने फेरि धेरैचोटि गाह्रो हुन्छ। यद्यपि त्यो उत्तम राम्रै हुन्छ, तर पनि गाह्रो हुन्छ।
अनि त्यसै कारणले गर्दाखेरि बाइबलीय तरिकामा चाहिँ डिनाई योरसेल्फ, आफूले आफूलाई डिनाई गर। अनि त्यो डिनाई गर्ने ठाउँमा पुग्नुको निम्ति चाहिँ इन्टिमेसी विथ होली स्पिरिट, पवित्र आत्मासँगको घनिष्ठता हुनुपर्छ है। यो अनुभव गर्छौँ नि हामीले हाम्रो जीवनमा होइन, प्रार्थनामा परमेश्वरको उपस्थिति भित्र बस्दै गर्दाखेरि अर्काको देखिनेको साटो आफ्नै मात्रै देखेको हुन्छ क्या होइन, आफ्नो मात्रै कुराहरू माथि माथि आइरहेको हुन्छ, रुएर कराएर है प्रभुसँग मिल्ने, त्यो डिनाइङ हो नि त। नट गुड, राम्रो भएको रहेछ प्रभु, यो म मिल्नु पर्ने रहेछ यो ठाउँमा है। वी निड होली स्पिरिट, हामीले उहाँ नै चाहिने छ, हामी आफै पनि डिनाइ गर्न नसकिँदो रहेछ होइन, सकिँदैन नि। अल्टिमेटली त यो ग्रेस अफ गड नै हो, तर त्यो ग्रेसमा चाहिँ हामी इन्भल्भ भएको हुनु पऱ्यो। वाट्स आवर चोइस। जस्टिफिकेसन है, जस्टिफिकेसन भनेको चाहिँ अथवा उद्धार चाहिँ उहाँले नै उपलब्ध गराइदिनु भयो। साइन्टिफिकेसनको प्रोसेसमा चाहिँ के हुन्छ भन्दाखेरि पवित्र आत्मासँग म मिल्नुपर्छ भनेको चाहिँ परमेश्वरको वचनसँग म सहमति भएर काँधमा काँध हातमा हात। त्यसै कारणले गर्दा उहाँले भन्नुहुन्छ थाकेको बोझले लादेको म कहाँ आऊ होइन, मेरो जुवा चाहिँ कस्तो छ, हलुका छ भनेको एकपट्टि चाहिँ उहाँ नारिनुहुन्छ, एकपट्टि म नारिन्छु क्या। इम्टी चाहिँ छैन, एकपट्टि चाहिँ म मात्रै उहाँ छैन भन्ने होइन, अथवा उहाँ मात्रै म नभएर चाहिँ हुन्छ भन्ने होइन। एकपट्टिको त्यो जुवामा चाहिँ आफू नारिनु पर्यो, एकपट्टिको जुवामा यु विल बी देयर है। त्यो भएको मतलब त्यो भइसकेपछि चाहिँ साइन्टिफिकेसनको प्रोसेसमा हामी शुद्धिकरण हुँदै 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 जान्छौँ। परमेश्वरको वचनले हामीलाई पखाल्दै जान्छ। यो डिनाइङ योरसेल्फ भन्ने कुरामा यो कुराहरू अलिकति आएको है। अनि त्यस पछाडि चाहिँ उहाँलाई पछ्याउन सक्छ। पहिलो नम्बर आफूले आफूलाई इन्कार गर, अनि उहाँलाई के गर, पछ्या। उहाँलाई के गर, पछ्याउनु। जहाँ लानुहुन्छ त्यहीँ जाऊ। पौलले भन्छ नि एफएसी 4 अध्यायको 1 पदमा, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छु कि जुन बोलावटमा तिमीहरूलाई उहाँले बोलाउनु भएको छ त्यसको योग्यको जीवनयापन गर भनेको चाहिँ फलो हिम। अब उहाँले हामीलाई बोलाउँदै हुनुहुन्छ है होइन, हामीलाई उहाँले के गर्दै हुनुहुन्छ, बोलाउँदै हुनुहुन्छ। अब बोलाउँदै गरेको कुरालाई हामीले के गर्नु पऱ्यो, मान्दै जानु पऱ्यो। कुनै बेलामा हामीले जानु नमन परेको ठाउँहरू हुन्छ, बोल्नु मन नपरेको कुराहरू हुन्छ, भेट्नु नमन परेको मान्छेहरू हुन्छन् होइन। जस्तो कि उदाहरणको लागि उसले अघि भने नि होइन, ऊ चाहिँ आफ्नो ठाउँलाई छोडेर यो ठाउँमा चाहिँ परमेश्वरको राज्यको निम्ति आउँदै गर्दाखेरि थुप्रो चुनौतीहरू उसले सामना गर्नुपर्ने हुन्छ होइन, यद्यपि सामना गरेर आएको छ। अनि उहाँलाई पछ्याउने। अब अर्को 3वटा पोइन्टमा जाउँ है त। मर्कुसमा जाउँ, लुकामा जाउँ, लुका 14मा जाउँ, 26मा जाउँ, अनि त्यहाँबाट पनि हेरौँ 14:26। यदि कोही म कहाँ आउँछ र आफ्ना बुबा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। कस्तो भव्य छ है, भव्य छ, कस्तो भव्य छ होइन। हजुर छ कि छैन त, छ नि। अब यसमा चाहिँ कस्तो, यसमा चाहिँ के देख्छौँ हामी, सबै कुरालाई त्याग्नु पर्ने कुरा, आफूलाई मात्र होइन तर कतिचोटि सबैलाई भन्दा पनि यहाँनिर चाहिँ माया लाग्दो व्यक्तिहरू, आफ्नो फ्यामिलीको कुराहरू गरेर एकदमै माया घनिष्ठ गर्ने। यो कस्तो, यो डेन्जर छ है यो। हजुर नबुझ्दैको त यो कस्तो अप्ठ्यारो छ नि होइन। फेरि पढ्दियो त के भन्ने जस्तो। यदि कोही म कहाँ आउँछ र आफ्नो बुबा आमा पत्नी छोराछोरीहरू र आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। तुच्छ ठान्दैन, आफ्नो आमा बाउ दाजुभाइ दिदीबहिनी आफैलाई पनि। अघि त डिनाइ यर सेल्फ मात्रै भनेको थियो, डिनाइ यर फ्यामिली, डिनाइ यर लभ वान्स पनि भनेको छ होइन। अनि यो भन्दै गर्दाखेरि एउटा घटना मलाई याद आयो। यीशु ख्रिस्टलाई खोज्नको लागि उहाँको बायोलोजिकल मदर अनि भाइहरू आएको थियो। अनि उहाँले के भन्नुभयो, मेरो भाइ आमाहरू तिनीहरू नि जसले, एकदम कन्ट्राडिक्ट छ यो शब्दको, त्यो अलिकति कन्ट्राडिक्ट लाग्छ कि मलाई यो। मतलब सतै स्तरमा हेऱ्यो भने को हुन् मेरो भाइहरू, को हुन् मेरो आमाहरू, तिनीहरू नै हुन् जसले परमेश्वरको वचनलाई पालना गर्छन्। अनि इफ वी वेयर एप्लाइङ द वर्ड अफ गड, त्यस पछाडि हामी के भयौँ, उहाँको दाजु भाइहरू। यसोजी जेठा दाजु, हामी महिला कान्छा अन्तरे जन्तरे लखन्तरे होइन। उहाँले अब आफ्नो आमालाई नचिनेको हो त भन्ने प्रश्न त्यहाँनिर आउँछ नि। तर त्यहाँनिर उहाँले यो वचनले चाहिँ मिट गर्छ है। फेरि उनीहरू किन खोज्न आएको थियो, यो बौलाएको छ, यसलाई भूत लागेको छ भने लिनु जान, के अरे फर्काएर लानुको लागि खोज्न आएको थियो क्या। द्याट मिन्स जोसुकै किन नहोस्, जसले परमेश्वरको कार्यमा तपाईँ अनि मलाई
बाधा गर्दैछ भने त्यसलाई हामी चिन्दैनौँ भनेको के हु आर माई मदर माई ब्रदर गाह्रो छ नि होइन त्यो टाइममा चाहिँ हामीले चिन्न सक्नु पर्यो होइन को हुन् भन्ने प्रश्न छ नि त होइन यहाँ ठ्याक्कै वचनले त्यही कुरा भनेको छ नि त होइन हजुर हजुर होइन सो यो पनि एकदमै चुनौतीपूर्ण छ है ठुलो मूल्य हो नि त यो त हो कि होइन त कुनै बेलामा अब जवानहरू छौँ त नि होइन हामी जवानहरू छौँ अहिले बुढो भइगएको छैनौँ होइन अब आमा बाबु दाजुभाइ दिदीबहिनी एउटा सानो एउटा प्रभुलाई विश्वास गर्दै गरेका दाजुहरू दिदीहरू यसो हेर्दाखेरि प्रभुलाई नै छोडिदिरहेको हुन्छ हजुर होइन सो त्यो चेला बन्नु योग्यको छैन तर हामीलाई उहाँले के भन्दै हुनुहुन्छ चेला बना भन्दै हुनुहुन्छ है त चेला बना गो एन्ड मेक डिसाइपल चेला बनाउनुको निम्ति चाहिँ पहिलो नम्बरमा जानु पर्दो रहेछ विदाउट गोइङ नगइकन डिसाइपल हुँदैन मेरोमा आउँछ अनि म बनाउँछु म त अगुवा हुँ म जानु हुँदैन उनीहरू पो आउनुपर्छ त खोला धाउँछ कि तिर्खा धाउँछ मैले जानेको छु सिक्नेमा उनीहरू नो 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 यु गो तिमी जाऊ तपाईँ जानुहोस् गो यु मस्ट गो यो चाहिँ ग्रेट कमिसन हो ग्रेट कमिसन इज ग्रेट त्यसै कारणले गर्दा इट इज ग्रेट अनि कहाँ जा भनेको छ संसारैभरि सारा जातिकोमा जा भनेको छ चुप्लाएर बस भनेको छैन यु गो उठ्ने बित्तिकै अब प्राइज छ क्या यहाँनिर जानु पर्यो मूल्य त चुकाउनै पर्यो नि फर्स्ट फेजदेखि नै वी हेभ टु गो तर हामीलाई धेरैचोटि के हुन्छ हामी सरकोमा जान्छौँ क्या सर हाम्रोमा आउँदैन यो चाहिँ संसारको प्याटर्न हो उसँग त ज्ञान छ उसले जानेको छ ऊ कहाँ आउँछ त म जानु पर्यो नि त डक्टर कहाँ आउँछ मेरोमा म जानु पर्यो नि त डक्टरकोमा तर यहाँनिर तिमी डक्टर तिमी जाऊ बिरामीकोमा है तिमी जान्ने तिमी जाऊ नजान्नेकोमा तिमी एकदमै ठिक छौ तिमी जाऊ बेठिक भएकाहरूकोमा डिसाइपलसिप चेलापन त्यसै कारणले गर्दाखेरि उनीहरूले यसो गर्दैछ किन गर्दैछ म गइनँ अनि गर्दैछ आई ह्याभ टु गो आई ह्याभ टु इन्भल्भ किनकि मसँग चाहिँ लिभिङ गड छ आई ह्याभ द स्पिरिट अफ लिभिङ गड अनि उहाँले मलाई के भनेको छ जा भनेको छ अनि म गएँ भने हि विल बी विथ मी टिल द इन्ड अफ द वर्ल्ड द्याट इज द ग्रेटेस्ट प्रमिस है संसारको पृथ्वीको अन्त्यसम्म म तिमीहरूसँगै हुनेछु कतिखेर हुनेछु जब म जान्छु गइनँ भने चाहिँ नो आई डोन्ट नो त्यसै कारणले गर्दाखेरि वी हेभ टु गो अनि यो पदलाई चाहिँ विश्वभरिका मण्डलीहरूले नि आई डोन्ट थिङ्क राम्रोसँग बुझेको जस्तो लाग्दैन मलाई विशेष गरी अझ नेपालकोले अब हाम्रो पालो आएको छ जाने वी हेभ टु गो पृथ्वीभरि वी हेभ टु गो हामीले हाम्रो ठाउँ छोडिकन जानुपर्छ तब परमेश्वर हामीसँग हुँदै गर्दाखेरि के हुन्छ भन्ने कुरालाई हामी देख्न थाल्छौँ यस होइन अनि तल पनि अर्को पढौँ त जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन जसरी यसुले क्रुस बोक्नुभयो यु क्यारी उहाँले जे गर्नुभयो डु द सेम थिङ अनि उहाँको जीवनबाट जे भयो इट विल बी द सेम थिङ तिम्रो जीवनबाट पनि त्यही नै हुन्छ उहाँले मरेकोलाई उठाउनु भयो यु विल डु द सेम थिङ अन्धलाई आँखा दिनुभयो यु विल बिगन टु द सेम थिङ आमेन बहिरोले सुने यु विल बिगन टु द सेम थिङ लङ्गडोले हिँडे यु विल बिगन टु द सेम थिङ यदि तपाईँ अनि म चाहिँ क्रुसलाई बोकेर उहाँलाई पछ्याउँदैछौँ भने हामी ख्रिस जस्तै हुँदै गरेको हुन्छौँ यस अनि जब हामी ख्रिस जस्तो हुन्छौँ ख्रिसले जे गर्नुभयो हामी त्यही गर्छौँ उहाँले जे बोल्नुभयो हामी त्यही बोल्न थाल्छौँ अनि यो पृथ्वीले चाहिँ सबैभन्दा बेसी यसुलाई देख्न भौतारिराखेको छ अनि यसुलाई पृथ्वीमा देखिने गरी देखाउन सक्ने भनेको चाहिँ चेलाबाहेक अरू केही पनि होइन मण्डलीको अस्तित्व नै यसै कारणले गर्दाखेरि छ ताकि पृथ्वीले यसुलाई चाहिँ थ्रु द चर्च मण्डलीबाट देखोस् थ्रु डिसाइपल चर्च के अरे चेलाहरूबाट चाहिँ विश्वासीबाट देख्न सक्दैन किनकि विश्वासी भनेको इन्फेन्ट फेज हो विश्वासीले जहिले पनि यसुलाई काम बनाउँछ जस्तो कि बच्चाहरूले काम गराइरहेको हुन्छ नि यो ल्याइदियो त्यो ल्याइदिए तर जब ऊ बढ ठुलो परिपक्व हुन्छ तब उसले के गर्न थाल्छ आफै गर्न थाल्छ सो म यो मिडियाबाट विशेष गरी नेपालको मण्डलीलाई यही कुरा भनिकन इन्करेज गर्न चाहन्छु वी ह्याभ टु बी डिसाइपल टु मेक डिसाइपल एन्ड टु बी डिसाइपल चेला हुनको लागि वी ह्याभ टु पे द प्राइज जसरी यसुले मूल्य चुकाउनु भयो
विदाउट पेइङ द प्राइज वी क्यान्ट बी हिज डिसाइबल. हामी मूल्य नचुकाइकन चेलाको कल्पना गर्न सक्दैनौँ. सो गाइज वी हेभ टु बी रेडी टु पे द प्राइज. जब हामी मूल्य चुकाउँछौँ तब परमेश्वरको महिमा चाहिँ त्यो मूल्यले तानिकन लिएर आउँछ. अनि पृथ्वीलाई चाहिँ परमेश्वरको महिमाको खाँचो छ.